नमस्कार, हाम्रो युट्युब च्यानल अडियो समाचारमा यहाँहरूलाई स्वागत छ। म इन्दिरा अधिकारी। म आकाश न्यौपाने। ल, आज हामी अलिकति चर्चामा रहेको एउटा विषय हेर्दैछौँ। पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले सम्पर्कमा आउन भनेर एउटा सूचना निकालेको छ नि, होइन? हो मंगलबार असार 3 गते सार्वजनिक भएको सूचना। यसले अलि तरङ्ग नै ल्याएको छ। ठ्याक्कै। हामीले आज यसबारे केही समाचार स्रोतहरू हेरेका छौँ। खासमा के भएको रहेछ, त्यो सूचनामा के भनिएको छ? सूचनामा त ब्युरोले जारी गरेको अनुसार उहाँलाई एउटा अनुसन्धानको सिलसिलामा सहयोग गर्नका लागि बोलाइएको भनेको छ। सहयोगको लागि? हो, यथाशीघ्र साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। एकदमै स्ट्यान्डर्ड भाषा छ सूचनामा। स्ट्यान्डर्ड भाषा। तर कुरा यति मात्रै हो त? अरू मिडियाहरूले अलि फरक कुरा पनि लेखिरहेका छन् जस्तो लाग्यो। हो, त्यहीँनिर अलि कुरा गिजोलिएको जस्तो देखिन्छ। हामीले हेरेका स्रोतहरू जस्तै बारखरी, खबर हब, नेपाल बाहस जस्ता साइटहरूले यो समाचार दिएका छन्। अनि केही रिपोर्टहरूमा त अझ उहाँ विरुद्ध पक्राउ पूर्जी मतलब अरेस्ट वारेन्ट नै जारी भइसकेको कुरा पनि उल्लेख छ। अरेस्ट वारेन्ट नै? हो र, सहयोगको लागि बोलाउने अनि अरेस्ट वारेन्ट जारी हुने? यो त अलि फरक कुरा भयो नि। भयो नि। नेपालबाहस.com जस्ता स्रोतले पक्राउ अनुमति शब्द पनि प्रयोग गरेका छन्। अब यो सहयोगका लागि अनुरोध र पक्राउ पूर्जी जारी हुनुमा त मतलब आकाश जमिनको फरक छ। एक्ज्याक्टली, निकै ठूलो फरक हो। अनि यदि पक्राउ पूर्जी नै जारी भएको हो भने यसरी सार्वजनिक सूचना निकाल्नु चाहिँ कतिको सामान्य प्रोसिजर हो प्रहरीको? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। सामान्यतया यस्तो गरिँदैन भन्ने छ। होइन र? हो, एउटा समाचार स्रोत सायद वर्णन मिडिया थियो। उनीहरूले त प्रहरीले यसरी सार्वजनिक सूचना जारी गर्नुलाई आचरण विपरीत कार्य माने एक्ट अगेन्स्ट कन्डक्ट नै भनेर टिप्पणी गरेको छ। आचरण विपरीत नै किन त्यस्तो मानिन्छ? खै, सामान्यतया यस्तो अनुसन्धानको कुरा अझ पक्राउ पूर्जीको विषय त गोप्य राखिन्छ नि। व्यक्तिको प्राइभेसीको कुरा पनि भयो अनि अर्कोतिर अनुसन्धान प्रभावित हुन सक्ने डर पनि। त्यो त हो। तर यसपटक चाहिँ सार्वजनिक गरियो, किन गरियो त्यो चाहिँ स्पष्ट छैन। त्यसैले यो कदम अलि अस्वाभाविक देखियो भन्ने विश्लेषण छ। तर फेरि यो मिडियाको विश्लेषण मात्रै हो है, प्रहरीको आधिकारिक भनाइ होइन। बुझ्यो। भनेपछि स्थिति अलि लेयर्ड रहेछ। एकातिर ब्युरोको औपचारिक सूचना जसले सहयोग मात्र मागेको जस्तो देखिन्छ, हो, अर्कोतिर मिडियामा पक्राउ पूर्जीको कुरा, अनि तेस्रो यो सूचना सार्वजनिक गर्ने तरिकामाथि नै प्रश्न। हो, र अझै स्पष्ट नभएको कुरा के हो भने यो अनुसन्धान खासमा के विषयमा हो, मतलब कुन घटना वा केससँग सम्बन्धित छ, त्यो खुलेको छैन। त्यो त कतै उल्लेख छैन है। पाठकजीको हालैको कुनै रिपोर्टिङ वा सामाजिक सञ्जाल गतिविधि केही त होला नि कारण? त्यो कुराको ल्याक अफ क्ल्यारिटीले नै गर्दा विभिन्न अड्गलबाजीहरू भइरहेका छन्। हो, यो अस्पष्टताले गर्दा झन गम्भीर देखिन्छ। एकजना स्थापित पत्रकारलाई यसरी साइबर ब्युरोले अनुसन्धानका लागि बोलाउनु अनि पक्राउ पूर्जीको हल्ला चल्नु, प्रक्रियामाथि प्रश्न उठ्नु, यी सबै कुराले यो विषयलाई निकै संवेदनशील बनाएको छ। यसले प्रेस स्वतन्त्रताको कुरा पनि उठाउँछ हैन, अनि कानुनी प्रक्रियाको पारदर्शिताको सवाल पनि छ। निश्चय पनि। अब हेर्नु पर्यो घटनाक्रम कसरी अगाडि बढ्छ। पाठकजी उपस्थित हुनुहुन्छ कि हुन्न, अनुसन्धान के विषयमा हो भन्ने खुलेपछि मात्रै यसको पूरा पिक्चर आउला। एकदम। तर अहिले उपलब्ध स्रोतहरू हेर्दा स्थिति अलि अस्पष्ट र गम्भीर नै देखिन्छ। हो, हामीले आज केलाएका स्रोतहरूले देखाएको चित्र मोटामोटी यही हो। एउटा सामान्य जस्तो देखिने सूचना पछाडि धेरै प्रश्नहरू लुकेका रहेछन्। यहाँसम्म हामीलाई साथ दिनुभएकोमा धन्यवाद। यस्तै समाचार सुन्नका लागि हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न नबिर्सनुहोला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।